प्रचण्डको एउटा भिडियो तपाईँहरूले हेर्नुभयो होला नि। केपी ओली जस्ता भेडाहरूको संवाद गरियो 2-3 वर्ष 30-40 वर्ष अलिअलि भेडा जस्ता हामी पनि भाषौँ कि क्या हो। कोही केपी ओली जस्तो भेडासँग सङ्गत गरेर पनि के भयो आफ्नो त बुवासाको मतिक जाँदै गएन। भेडो भनेको आनन्दले लाग्यो। यो अलिकति लाज घिन भन्ने त मान्छे हुनु पर्छ। गोरु नाङ्गो देख्दा मलाई लाज लाग्छ। उहाँ चाहिँ हँसाउँदै हिँड्नु भएको छ सबैलाई। हामी That's stupid. Use your common sense. जनता आउने केपी ओलीलाई यदि कसैले गोटी बनाएको छ भने मलाई लाग्छ त्यस्तै हो। उनी गोटी भएको, उनी प्रधानमन्त्री पनि रहँदैन। नेपालको राजनीतिक इतिहासबाट तिनको पत्ता साफ हुनेवाला छ, हुनेवाला त्यही छ। तपाईलाई अलिकति ठाउँ नेपाली जनताले दिन सक्छ। बुझ्नु भएन भने म तपाईलाई चुनौती दिन्छु। हेर